हेलो वेलकम छ मेरो चाहिँ युट्युब च्यानल भ्लगमा तपाईँहरूले कस्तो छ मलाई चाहिँ एकदम सन्चै छु हैन आज चाहिँ हामी घुम्न जान लाग्छु तानजुङमा अनि दिदी म दाइ हुनुहुन्छ अनि समुद्र जान लाग्छु के भिडियो अन्तिमसम्म हेर्नु होला है Oh God, please no! 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 हामी चाहिँ घुम्न हिँडिसक्यो है गाइस घुम्नलाई हिँडेको रोड क्रस गर्न नसकेर है हामी चाहिँ यहाँ बसेको बस्दैछ रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने का आराम से लेने का हाँ हामी चाहिँ तानजुङ जाँदैछु है गाइजहरु सरररर अनि टिस्यु पेपरै छ भएको जस्तो गाईबाट फेरि यस्तो हेर्न सक्छ कि हैन गाई म्याडम सब हेर्नु हाम्रो दाइ म दिदी हामी तीनजना छ है त नराम्रो नसोच्नु होला गाइजहरु हैन हामी चाहिँ बाटो बिर्सेर तनावमा छु बाटो सल्लाह नमिल्यो है हामी चाहिँ आइपुगिसकेको गाइस तानजुङमा थ्याङ्क यू यो मान्छे त बोल्दैन रहेछ लाजै लाग्ने के बोल्नु यसलाई मेड कमिङ मेरो मोबाइल टल्केछ हामी चाहिँ तानजुङ आइसकेको छ गाइड्सहरु तानजुङ भन्ने चाहिँ यस्तो हो हैन सबैजना घुम्न आउन राम्रो छ दाइ कस्तो छ यो ठाउँ कमाल है यार कैसे कैसे लोग रहते हैं यार यहाँ पर चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम बहुत दर्द हो रहा है भाई यो ठाउँ चाहिँ यस्तो यहाँको चाहिँ पानी बढेर कस्तो भएर रहेछ के आज ल आमामा समुद्रको छाल समुद्रको छाल आयो अबे के भन्छ नानी बढ्या हो आमामा गाडी हिँड्यो यहाँ खोला बढ्यो गाइस लास्ट खोला बढेर यो खोला बढेन भने ऊ त्यहाँसम्म पुग्छ यो कस्तो राम्रो हुन्छ खोला बढेन भने चाहिँ खोला बढेर सबै भित्र छिर्यो पानीहरू भित्रै छिर्यो पानी भित्र छिर्यो अब मान्छेलाई उडाउँछ यहाँबाट यहाँ बस्ने मान्छेहरूलाई उडाउँछ लास्टै बढेछ हौ पानी लगेको हेर्नु सबै यहाँ तल आएछ यत्रो समुद्रबाट यहाँबाट सबै पानी यहाँ आइसक्यो हाम्रो दिदी चाहिँ लाज लागेर हैन गाइस लुकेर त्यहाँ रेड बुल खाँदै हुनुहुन्छ कि हामी चाहिँ रेड बुल खाँदैछु दाइ कस्तो लाग्यो यहाँ आज घुमघाम एकदमै खुसी लागिरहेछ हैन अनि ठाउँ पनि मौसम पनि एकदम रमाइलो छ यति हो मेरो दुई सप्ताह दाइको 200 हामी चाहिँ अब रुम जान लाग्छ हामी चाहिँ घुमेर सकिसक्यो दाइ त रुम जानु हुँदै हामी चाहिँ रुम ल है आउनु घुम्न आउनु है यता मासन गाडी छ भने आयो हामीलाई भिज्छो ओ आमा के साह्रो बढ्या हामी अलिक चाँडै निस्किनु पर्छ होला हौ जोग्दैन भन्नुभयो पौडी खेल्न आउँदैन पो जाउँ पौडी लाउनुमा यहाँ डुब्छ होला दाइ यस्तो छ आयो पनि अनि यस्तो छाल हान्दा छ आऊ हामीले चाहिँ आउले आउ न
अब चाहिँ हामी रुम जान लाग्छु होइन गाइस। दाइ अब कहाँ जाने हामी? हामी चाहिँ रुममा जान लाग्छु। न पैसा पो होला कि अस्ति दिदीले पैसा हाल्नु भएको थियो त्यतिकै मान्छे फस्लै फेरि छैन रहेछ यहाँ। रुम जान लाग्छु होइन। भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेर्नु होला गाइस। सब्सक्राइब गरेको छ भने सब्सक्राइब पनि गरिदिनु होला, लाइक सेयर पनि गरिदिनु होला। धन्यवाद। अब अर्को भ्लगमा भेटौँला। बाई बाई।